सबैजनामा नमस्कार साथीहरु। आज माघ 9 गते सरस्वती पूजा र आज नागरिक लगानी कोषको विज्ञापन खुलिसक्यो साथीहरु। तह 6 होस्, तह 5 होस् अथवा तह 4 होस्, सम्पूर्ण तहको विज्ञापन खुलेको छ र तपाईहरुले तयारी कक्षाको खोजीमा हुनुहुन्छ भने स्मार्ट जीकेमा पहिला पनि क्लास चल्दै थियो। अझै पनि नयाँ सेसनहरु, नयाँ विज्ञापन लक्षित कक्षा यही माघको 11 गतेदेखि सुरु हुन गइरहेको छ। त्यसको लागि तुरुन्त WhatsApp बटनमा मेसेज कल गर्नु होला र कमेन्ट बक्समा आई एम इन्ट्रेस्टेड लेख्न नभुल्नु होला। राम्रो विज्ञापन खुलेको छ, सम्पूर्ण सिटहरु खुलेको छ सम्पूर्ण तहको र यसैपाली फेरि तपाईहरुले मिशन सीआईटी बनाउनु भएको छ भने स्मार्ट जीकेको नेपालको उत्कृष्ट टिचर टिमसँग जोडेर सीआईटी मै जुन सर कार्यरत हुनुहुन्छ उहाँ सरसँग नि पढ्न चाहनुहुन्छ भने त्यो सर पनि हामीसँग अवेलेबल हुनुहुन्छ। तपाईहरुले इन्टरनल नलेज देखि एक्सटर्नल सम्पूर्ण नलेज पाउनुहुन्छ उहाँ सरबाट। हरेक एक्सपिरियन्स शेयर गर्नुहुन्छ सरले क्लासमा जोइन भइसकेपछि। त्यसको लागि पनि तुरुन्त WhatsApp बटनमा मेसेज कल गर्नुस् र तपाईहरु सीआईटी सँगसँगै तपाईहरुको ईपीएफ, एसएसएफ, डीजीसीएफ सम्पूर्ण संस्थानको विज्ञापन खुलेको छ जसको चौथो तहको सिलेबस चाहिँ सिमिलर रहेको छ प्रथम पत्रको। त्यस चारवटैको सिमिलर तयारी गर्न चाहनुहुन्छ भने त्यसको प्रथम पत्र पनि अवेलेबल रहेको छ। प्री टेस्ट दिनु भएन भने पाँचौं तहको पनि विज्ञापन खुलेको छ साथीहरु। पाँचौं तहमा एलिजिबल हुनुहुन्छ भने त्यसको पनि फर्म भर्न सक्नुहुनेछ। र सम्पूर्ण विज्ञापन सम्बन्धी नयाँ कक्षा जुन सुरु हुँदैछ त्यसमा जोइन हुनको लागि कमेन्ट बक्समा आई एम इन्ट्रेस्टेड लेख्नु होला, साथै WhatsApp बटनमा मेसेज कल गर्नु होला। हस्त धन्यवाद।